वेलकम बैक टू माई युट्युब च्यानल एके मिस्टर चुङ्के बोलिरहेको छु अनि सबैजनालाई नमस्कार। मेरो ब्लगमा आज हजुरहरूलाई एकदमै वेलकम छ हैन, मिस्टर चुङ्केको ब्लगमा। अनि आज चाहिँ यस्तो मजाले आज फेयरवेल प्रोग्राम वेलकम प्रोग्राम छ सरी है, हाम्रो कलेजमा वेलकम प्रोग्राम छ। आज केटाहरू सब रेडी भएर कोट मास्टर लाएर ओ माई गॉड सक्छ त कसैले पारा। अनि चुङ्केलाई पनि सक्दैन, अहिले म चाहिँ हाफ रेडी भइसकेको छु, दाडी साडी मिलाएर चट्ट पारेर हैन। अब त चुङ्केले त खानी भएको जापान त गाइज। अब रतन कार्की फ्लप हुन्छ गाइज। अब बिस्तारै भिडियो अब यसरी उठ्दै जान्छ माथि मेरो हैन, सानो मिठो कन्टेन्टहरू मिलाएर हजुरहरूलाई दिन सक्छु। अनि आजको एकदमै रमाइलो हुन्छ, के जस्तो हुन्छ हाम्रो कलेजमा सबै देखाउँछु हजुरहरूलाई। अनि यस्तो फोटोसोटो खिचेर अनि हल्का आज फेसबुकमा तल्का त दिनुपर्ने हुन्छ चुङ्केले है। यति भन्दै सानो मिठो क्लिपमा हेरिराखिदिन्छु। सो गाइस अब रेडी भइसकेको छ चुङ्के हैन, बिस्तारै अब केटाहरूलाई अब लिएर जान्छु मैले। मस्त ल्याएँ, हाम्रो सब सिस्टममा लाउँदैछन् गाइस है। यिनले टाई बनाउँदैछन् हाम्रो सुशान्त दोस्तले। हाम्रो उमेश साथी के छ हाम्रो, अब आज कति रमाइलो भइरहेको छ, के छ सबै थाहा हुन्छ हैन। आज बवाल गर्नुपर्छ, होडलो गर्ने आज। अब टक्क रेडी भइसकेको छ चुङ्के, हेर्न सक्नुहुन्छ हजुरले। टक्क चस्मा भुलेछु नि त मैले गाइस यार, बवाल तरिकाले हुन्छ आज हैन। अनि त्यसपछि अब जानुपर्ने हुन्छ, अनि त्यसपछि त्यहाँ गएर के हुन्छ सबै देखाउँछु हजुरलाई। रमाइलो पलहरू आज जापानमा कसरी वेलकम गर्छ कलेजहरूले हैन, त्यो सबै आज थाहा हुन्छ हजुरहरूलाई। यति भन्दै मेरो भिडियोलाई किप गोइङ वाचिङ हेर्नु पर्यो गाइस है त, सपोर्ट गरिदिनु पर्यो मिस्टर चुङ्केलाई। सो गाइस अब म रेडी भएर तल आइसकेको छु हैन। यहाँ वातावरण हेर्न सक्नुहुन्छ हाम्रो टक्क बस्ने ठाउँको हैन, माथि बस्ने हामी टक्क माथि, उहाँ 4 तल माथि छ। टक्क हामी बस्नेको तल एकदम नेपाली रेस्टुरेन्ट छ यहाँ। एकदम हाम्रो अङ्कलहरू एकदम लगायत हाम्रो नेपाली अङ्कलहरू एकदमै चिल हुनुहुन्छ यहाँ गाइस। हेर्न सक्नुहुन्छ हजुरहरूले यहाँ होटल यस्तो मजाको छ यहाँ। टक्क हामी बस्ने होटलको तल हो कि, मस्तको छ यहाँ। टक्क के चाहिन्छ नि सब सिस्टममा हाम्रो अङ्कलहरू हुन्छ होइन। यहाँ हाम्रो नेपाली हेर्न सक्नुहुन्छ यहाँ गाइस, एकदम बवाल तरिकाको सब छ कि यहाँ। हामी बस्ने ठ्याक्क तल यहाँ नेपाली अङ्कलहरू हुन्छ, हामीलाई चिल छ, जे चाहियो नि टक्क लान पाइयो आएर तल आएर होइन। यहाँ आबिकोमा रहेको स्टेसन नजिक वरिपरि एकदमै हुनेवाला छ। अनि हाम्रो दाइ कहाँ बारको दाइसित यस्तो बोल्न चाहिएको थियो मलाई, हुनुहुँदो रहेछ यहाँ। तर एकदम यहाँ अङ्कलहरू पनि चिलै हुनुहुन्छ कि गाइस, जे चाहियो के चाहियो उधारोमा लैजा, बरु पछि आएर दे पैसा भन्नुहुन्छ होइन। एकदमै सपोर्टिभ हुनुहुन्छ अङ्कलहरू। ठिक छ, यस्तो हुनुपर्छ कहिलेकाहीँ होइन। अनि हेर्न सक्नुहुन्छ तलको वातावरण। आज आएर म फर्स्ट भ्लग होला जापानमा आएर भिडियो बनाएको, एकदम निरन्तर टाइपमा दिन्छु भनेर आएको थिएँ। तर अब चुङ्के अब एकदम माथि तलमा जानेवाला छ गाइस। केटाहरू गइसक्यो सबले, आज भौकालै हुनेवाला छ कि। चस्मा कहाँ गयो मेरो, चस्मा लगाएर अब फोटोसोटो एकदमै बवाल आउनेवाला छ। सानो छोटो मिठो दिन्छु आज भ्लग होइन, 8-10 मिनटसम्मको गाइस। हेरिदिनु पर्छ, सपोर्ट गरिदिनु पर्छ है त। सानो बाई दाइ कस्तो भइरहेको छ हाम्रो फिल। आमा सक्छ त कसैले केटाहरूलाई। ल केटाहरू साथी आइदियो, के कस्तो आज फिल भइरहेको छ त हामीलाई यस्तो मजाको अब वेलकम प्रोग्राम। यस्तो खतरा फिल भइरहेको छ। तिमी यहाँ आउने यार, तिमी केही देऊ न एक दुईवटा शब्द केही भन। केटाहरू होडलो भइरहेको छ, हामीले अब आज तल्का हान्ने हो है सबैले। मार्टिन कोटमा यिनीहरूको गेटअप अगाडि गएर म देखाउनु चाहे एकचोटि होइन। यस्तो हामी दादा हो कि यहाँ जापानको मार्टिन, केही यस्तो राजा भएर बस्ने हो। अब मार्को सक्छ कसैले सक्दैन नि फेरि। हेर केटाहरूको माटुक नि सक्छ त नेपालीलाई सब आओ गाई, सब आओ माटुक हरल्लो गर्ने हो जापानमा आएर। सब आओ, मिहिनेत चाहिँ गर्नुपर्छ हल्का होइन। आज मैले एकदम फर्स्ट भिडियो बनाउँदैछु, एकदम हिट हुन पर्यो है। यति भन्दै अहिले म राखिदिन्छु भिडियो। एकदमै मिठो भ्लग दिनेवाला छु आज मैले, जापानमा फर्स्ट भिडियो है त। रतन कालकी फ्लप हुन्छ कि अब माता खेल्ली गाइस। सक्छ त कसैले। मेरो गेटअप त फेरि गाह्रो छ, मेरो गेटअप हेर्नु सक्नुहुन्छ हजुरले है। अब जान्छु म टक्क कलेजमा। जे बोलेर हिँड्यो नि यहाँ कसैले मतलब छैन क्या, तर हल्ला गर्न भयो भने जाबी फेरि उठेर हान्ला फेरि है। त्यही भएर हल्का सोचेर सम्झेर बोल्नुपर्ने हुन्छ होइन। वातावरण हेर्न सक्नुहुन्छ यहाँको है। ल सो हामी नजिकै रहेको आबिको स्टेसनमा आइसकेको छौँ होइन। अब हामी केही छिनमा पुग्छौँ हाम्रो गन्तव्यमा गाइस, हाम्रो कलेजमा पुग्छौँ। कलेजमा अब टक्क मिठो सानो मिठो हल्ला नगरिकन दिनुपर्ने हुन्छ भिडियो। फेरि हल्ला गर्नुहुन्न कि सरहरूले गाली गर्नुहुन्छ, त्यही भएर जति हल्ला गर्ने बाहिर गर्ने यहाँ कलेजभन्दा बाहिर है त रहेर। टक्क केटाहरू टक्क सिस्टममा छन् यहाँ होइन। अब निस्किनु पर्ने हुन्छ, एकदमै मजा आउनेवाला छ आज गाइस है। सपोर्ट गरिदिनु पर्यो चुङ्केलाई, अनि सब्सक्राइब त एकदमै बढाउनु पर्ने हुन्छ है त। त्यही भन्दै
सो गाइस फाइनली हामी क्लासरुममा आइसकेको छौँ होइन सानोतिनो सर्ट मिठो दिनुपर्ने हुन्छ भिडियो ब्लग होइन कनेचिवा म्याम सँग चाहिँ आएको दृश्य गाइस दिपक दाइ भाडा चिल भइरहेको छ है एकदम मजा आइरहेको छ चिल पालामा वेलकम भइरहेको छ हाम्रो अगाडि हेर्न सक्नुहुन्छ त्यहाँ गाइस एकदम मिठो होइन भिडियोमा अब सबै राम्रो हुनेवाला छ गाइस हेर्न सक्नुहुन्छ हाम्रो वेलकम प्रोग्राममा सबै नेपाली भेटनामी इन्डियनहरू सबै हुनुहुन्छ यहाँ ल यता हेर्दै पछाडि हेर्दै निर्मला पछाडि हेर्दै हाई भन्दै मेरो भ्लगमा हाई तिमीलाई वेलकम छ है त मेरो मिस्टर चुङ्केको भ्लगमा वेलकम छ है के दुई शब्द भन्न चाहन्छु मिस्टर चुङ्केको भ्लगमा यता हेर यता हेर ठिक छ हेर्न चाहिनेले हेर्न चाहिने तर ठिक छ अब मेरो भिडियोमा सबै अब हजुरहरूले एकदम सब्सक्राइब गराइनु पर्ने हुन्छ अब टक्क यहाँ हल्ला गर्न पाइन्न यस्तो त्यही भएर सानो मिठो टाइममा चाहिँ मैले भिडियो पाउँछु है यति भन्दै अहिले सानो क्लिप राखिदिन्छु है त गाइस सो फाइनली हाम्रो गाइस सकियो होइन हाम्रो यो वेलकम प्रोग्राम के हुँदो रहेछ के हुँदो रहेछ गाइस तर धेरै बोल्न पाइँदो रहेछ भिडियो सिडियो बनाएर देखाउन पाइँदो रहेछ तर हाम्रो जे भयो रमाइलो भयो भनौँ होइन अब जापानमा आए त्यस्तै हो गाइस हेर्न सक्नुहुन्छ यहाँ सबै दाइ तिमी यस्तो बवाल आज सबभन्दा ह्यान्डसम तपाईँ नै हो मार्छ नि अहिले त हाम्रो साथी पनि एकदमै ह्यान्डसम छन् होइन सबै ह्यान्डसम देखिरहेको छ ल अब यतिकै हो र हामी जान्छौँ है गाइस आरे मासु भनिरहेको छ ल फाइनली हाम्रो वेलकम प्रोग्राम पनि सकियो होइन एकदमै रमाइलो भयो आज हाम्रो वेलकम प्रोग्राम अब हामी निस्किएर जाँदैछौँ गाइस एकदमै रमाइलो भयो होइन एकदम फ्रेसमा हाम्रो वेलकम भयो आज अब हामी रुमतिर लाग्दैछौँ के कस्तो भिडियोहरू मैले सुट गर्न पाएँ हो त्यो सबै हालिदिन्छु मैले आज युट्युबमा एकजनाले सपोर्ट गरिदिनु पऱ्यो मिस्टर चुङ्केलाई सो गाइस घर फर्किँदै रेडबुल खाँदै होइन नेपालको अस्ति रेडबुल टेस्ट यसो टेस्ट गरेको एकदम मिठो रहेछ रेडबुल दाइ कस्तो छ नेपालको अस्ति टेस्ट आयो नि हाम्रो यो रेडबुलमा बवाल छ नि होइन ठिक छ यो मिठै लाग्यो अब हामी घर फर्किँदैछौँ गाइस होइन अब घर फर्केर म टक्क भिडियोहरू आज एडिट गरेर एकदम आज बेलुकासम्म मैले हालिदिन्छु होला आज मेरो भिडियो सानोतिनो 10-12 मिनटको सम्मको भिडियो होइन हेरिदिनु पर्छ चुङ्केको यति भन्दै लाग्यो है त बाई सी यू नेक्स्ट ब्लग गाइस बाबाले दिनेवाला छु मैले है त